अब साथी अब यही मेरो रुम चाहिँ अलिकति सानो छ तर हेर न तिमीलाई कस्तो लाग्यो कस्तो लाग्नु नि खाट त एकदम यस्तो खाट त मैले सुहागरात पनि पाउँदैन होला यस्तो लाग्नु तिमीलाई त्यस्तो लाग्यो मात्रै हो कि साथी कहाँ लाग्नु एसी छ टिभी छ यस्तो रुम त कसको हुन्छ र एसी पनि खासै राम्रोसित हावा फेल रहेछ होइन अनि टिभी पनि अलिकति राम्रो क्वालिटी नआउने कि नेपालमा पाउने टिभी हावा हुँदो रहेछ कि अनि पापालाई मैले युएसबाट मगाउनु लगाएको छु आउँदैछ बिस्तारै हामी कति हेर न जाउँ म घरको अरू ठाउँ यो चाहिँ हाम्रो घरको मिटिङ हो ल अहिले मिटिङहरू भइरहेको छ नि त अलिकति सानो छ है तर एक्सप्यान्ड गर्नु छ यसलाई यो सानो सानो छ यत्रो ठाउँमा मेरो घर पनि छैन हजुर हिजो अरू ठाउँ हेर्छ यो चाहिँ हाम्रो गार्डन एरिया हो अलिकति कम्प्याक्ट छ क्या कहिले बर्थडे पार्टीहरू गर्दा चाहिँ अलिकति कम्प्याक्ट फिल हुन्छ अहिले चाहिँ अहिलेलाई ठिक छ हामी वी क्यान एडजस्ट बर्थडे पार्टी यत्रोमा यहाँ त चाडा बिहे हुन्छ चाडा पार्टी पनि खान्छ होला अनि त्यहाँ हेर न ऊ त्यो माथिको चाहिँ मेरो पापाको रुम होइन अहिले हामी गएको यतापट्टि चाहिँ हाम्रो रुम हो र यतापट्टि चाहिँ मेरो हट सावर छुट्टै छ क्या तिमी लिन्छ होइन हट सावर गरेको हट सावर भने त तातो पानी तात्माले सावर लिने कि कस्तो गर्छ तिमीले म त रड हालेर पापा ए मैले हिजो हजुरलाई सपिङको लागि 1 लाख मागेको थिएँ हजुर हजुर मलाई 1,50,000 गरिदिनुहोस् न हुन्छ त्यो तलबाट सपिङ गर्छ नि त हस् कस्तो के प्यास लाग्यो म त गरौँ भयो यहाँ मेरो पापाको नजिक बार छ के ड्रिङ्क्स गरौँ बार भनेको त्यो के फलामको बार कि होइन ड्रिङ्क्सहरूको बार के चिसोहरू त्यस्तोहरू खानु मिल्दैन अब पसल छ तिमी के खाने हेर्दै गर म एड टु कार्ड गर्दै गर्छु है के को एड टु कार्ड गरे साथी तिमीलाई थाहा छैन दराजमा इलाइनेर सेल चलिरहेछ नि त त्यहाँ अहिले अल्टिमाको प्रोडक्टहरूमा हेभी डिस्काउन्ट चलिरहेछ क्या फेरि आज लास्ट डे हो आज एड टु कार्ड गर्नु भने भोलि डिस्काउन्ट पाउँदैन क्या त्यही भएर मतलब यसमा अल्टिमामा सबै एयरपोर्टहरू एयरपोर्ट वाचहरू यस्तो साउन्डहरू पाउँछ क्या अहिले न्युली लन्च बुम 311 भन्ने एयरपोर्ट त एकदम 1200मा आइरहेछ तिमीलाई किन्ने म किन्नु न मलाई एउटा किन्नु न ल गरिदिइहालेँ मैले ल थ्याङ्क यू मलाई त्यति मात्रै कहाँ हो र अझ 11 नोभेम्बरदेखि 21 नोभेम्बरसम्म यो अल्टिमाको सामान पर्चेस गर्नलाई त 50K सम्म गिभ रहेछ ओहो मैले गर्नु पर्ला है एकदम सस्तोमा सामान चाहिँ किन्नु थालिहाल्यो तिमी पनि आजदेखि हुन्छ यार अनि के खान्छौ तिमी ड्रिङ्क मलाई चाहिँ एउटा ट्याङ भयो हुन्थ्यो ट्याङ त यहाँ पाउँदैन नि दाइ यसो गर्नु त हामी दुईजना दुईवटा मकटेल गरिदिनुहोस् न मर्तेल कहाँ मर्तेल खान्छ मर्तेल होइन क्या मकटेल क्या जुस हो क्या जुस ए धन्यवाद नसकिने